व्यापारिक क्षेत्रमा उद्यमशीलताको क्षेत्रमा महिलाहरू अगाडि आउँदै हुनुहुन्छ। यो सामाजिक परिदृश्य र व्यापारमा महिलाहरूको यो लगाव अथवा भन्नुहुन्छ भने यो कमिटमेन्ट यसलाई चाहिँ कसरी हेर्नु भएको छ हजुरले? एफिन आफैमा चाहिँ एनजिओ भएको कारणले गर्दाखेरि चाहिँ फाइनेन्सियल रिसोर्स आफै उत्पन्न भन्दा पनि डोनर फन्डेड चाहिँ भइरहेको अवस्था छ हैन। 72 वटा जिल्लामा चाहिँ च्याप्टर्सहरू छन् हैन। हामीसँग आबद्ध भनेको 5500 महिला उद्यमीहरू चाहिँ हाम्रो नेटवर्कमा आबद्ध हुनुहुन्छ। नेपाल सरकारको तर्फबाट उहाँहरूलाई हेर्ने सपोर्ट दिने अथवा चाहिँ अरू क्षेत्रमा गर्न सक्ने सहयोगहरू कस्तो किसिमको आइरहेछ त? कति रुरल साइडमा जाने हो भने चाहिँ सानो 2 लाख 3 लाखको कर्जा पनि नपाएको अवस्था चाहिँ छ है। हजुरलाई के लाग्छ आइटीको फिल्डमा पनि वुमेनहरू अथवा लेडिजहरूको कस्तो छ त प्रोस्पेक्ट अब आगामी दिनहरूमा? सहरी भेगमा बसेकोले ई-कमर्स सेटअप गर्नुहुन्छ जसमा चाहिँ महिला उद्यमीहरू विभिन्न जिल्लाका महिला उद्यमीहरू जोडिन सक्नुहुन्छ हैन। त्यसरी चाहिँ उहाँको बिजनेसलाई चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ नि त। महिला उद्यमशीलता अनि वुमेन इन वर्क प्लेस यी रिलेटेड कुरा गर्दाखेरि एक दुईटा कुरो चाहिँ यो वर्क लाइफ ब्यालेन्सको पनि कुराहरू आउने गर्छ कि यो वर्क लाइफ ब्यालेन्स भन्ने कुरो के यो साँच्चीकै मिथ हो कि साँच्चीकै ब्यालेन्स पनि गर्न सकिन्छ यसलाई? यो ब्यालेन्स गर्न सकिन्छ। तपाईको पार्टनर चाहिँ सही हुनु पर्यो, आइडिया इनोभेटिभ छ, राम्रो छ र लङ टर्म सस्टेनेबल किसिमका व्यवसायहरू गरिराख्नु भएको छ भने चाहिँ यहाँहरूले पनि त्यो स्टार्टअप लोन पाउने सम्म चाहिँ पुग्न सक्नुहुन्छ हैन। यो एजुकेसन र स्कुलको ग्यापको विषयमा धेरै कुरा हुने गर्छ नि हाम्रो क्षेत्रमा। त्यो के साँच्चीकै ग्याप छ कि अलिकति फुलफिल हुँदैछ त पछिल्लो समयमा? नमस्कार, वेलकम टु येट अनदर एपिसोड अफ ग्लोबल आइएमई पोडकास्ट। ग्लोबल आइएमई पोडकास्टको यस श्रृङ्खलामा हामीले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग विभिन्न समसामयिक विषयमा छलफल गर्दै आइरहेका छौँ। ग्लोबल आइएमई पोडकास्ट हेज बिन कन्ट्रिब्युटिङ इन फाइनेन्सियल लिटरेसी, इकोनोमिक डिस्कसन र साथसाथै विभिन्न यस्ता क्रियाकलापहरूमा यो श्रृङ्खला अगाडि बढ्दै गइरहेछ। हजुरहरूले धेरैजना व्यक्तित्वहरूसँग भेटघाट गरेर छलफलका विषयहरू सुनि पनि सक्नु भएको छ। आज यही श्रृङ्खलालाई निरन्तरता दिँदै हामीले एकजना अर्को विशिष्ट व्यक्तिलाई बोलाएका छौँ जसले चाहिँ पछिल्लो समय महिला तथा महिला सशक्तिकरण, महिला व्यवसाय र छोटोमा भन्नुपर्दा वुमेन एन्टरप्रेन्योरसिपको क्षेत्रमा काम गर्दै आइरहनु भएको छ। हाम्रो नेपालको कन्टेक्स्टमा कुरा गर्दाखेरि आधीभन्दा बढी आकाश ओगट्नुभएका महिलाहरू पछिल्लो समयमा जुन व्यावसायिक क्षेत्रमा बिस्तार आउँदै हुनुहुन्छ, एकदम राम्रो तरिकाले ग्रोथका कुराहरू र साथसाथै इकोनोमिक डेभलपमेन्टका कुराहरू, फाइनेन्सियल इन्डिपेन्डेन्सका कुराहरूमा उहाँहरू अगाडि बढ्दै गइरहनु भएको छ। यही क्षेत्रमा काम गर्दै अगाडि बढ्दै आउनु भएको आजको हाम्रो गेस्ट हुनुहुन्छ अभिलाषा पौडेलज्यू। उहाँको बारेमा भन्नुपर्दा एफविन फेडरेसन अफ वुमन एन्टरप्रेन्योर्स एसोसिएसन अफ नेपालको एक्जिक्युटिभ डिरेक्टर पदमा उहाँ हाल कार्यरत हुनुहुन्छ। आज हामी उहाँसँग नेपालको कन्टेक्स्टमा महिलाहरूको योगदान, व्यवसाय, वुमेन एन्टरप्रेन्योरसिप र अलिकति साउथ एसियन रिजनमा भइरहेका पछिल्ला डेभलपमेन्टहरू, फाइनेन्सियल सेक्टर, ब्याङ्किङ क्षेत्र र महिला उद्यमशी यी विषयका एक आपसका सम्बन्धहरू र माथिल्लो स्तरमा पोलिसी एडभोकेसी जुन क्षेत्रमा उहाँहरूले योगदान गर्दै आउनुभएको छ त्यसका इम्प्याक्टहरू र अझ भनौँ लड अफ च्यालेन्जेस जुन चुनौतीहरू फेस गर्दै हुनुहुन्छ महिलाहरूले यो उद्यमशील क्षेत्रमा काम गर्नेमा, त्यो विषयमा हामी समग्रमा वरिपरि रहेर हामी छलफल गर्छौँ। अब ढिला नगरी म स्वागत गर्न चाहन्छु अभिलाषा पौडेल। म्याम नमस्कार। नमस्ते। यहाँलाई ग्लोबल आइएमई पोडकास्टमा एकदम स्वागत छ। धन्यवाद। म्याम, अब मैले हजुरको ब्याकग्राउन्ड त भनि नै हालेँ छोटोमा, तर पनि केही छुट्या हुनसक्छ हाम्रो भ्युअर्सहरूलाई। हजुरहरूले चाहिँ जे गर्दै हुनुहुन्छ त्यो कामको विषयमा छलफल गर्नुभन्दा अगाडि अभिलाषा पौडेल कहाँबाट, कुन क्षेत्रबाट आएर आज एफविनको एक्जिक्युटिभ डिरेक्टरसम्म पुग्नु भएको छ? तपाईँको आफ्नो बारेमा अलिकति आरोह अवरोहका कुराहरू अलिकति हामीलाई बताइदिनुहोस् न। हजुर, हस्, धन्यवाद। म अभिलाषा पौडेल। म चाहिँ अहिले
एफइनमा एक्जिक्युटिभ डिरेक्टरको रूपमा कार्यरत छु। मेरो ब्याकग्राउन्ड भन्नुपर्दाखेरि मैले ब्याचलर्स चाहिँ कम्प्युटर इन्फर्मेसन सिस्टममा गरे हो र मास्टर्स चाहिँ एमबिए गरेँ। त्यसपछि मैले चाहिँ सोसल सेक्टर जोइन गरेँ। सोसल सेक्टर चाहिँ सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्ट भनेर स्वावलम्बन विकास केन्द्र भनेर यो चाहिँ माइक्रो फाइनेन्सकै पहिलो पाइनियर इन्स्टिट्युसन हो। त्यहाँबाट सुरुवात गरेको हो। त्यहाँ चाहिँ म एज अ ट्रेनिङ अफिसर भएर चाहिँ काम सुरु गरेको थिएँ। त्यसपछि अब हालसम्म आइसक्दाखेरि चाहिँ 8-9 वर्षको एक्सपिरियन्स भइसक्यो यही महिला उद्यमशीलता सम्बन्धी काम गर्दै आएको र विगत 2 वर्षदेखि चाहिँ एफइनमा कार्यरत छु। हजुरले आइटी ब्याकग्राउन्डबाट आउनुभयो, हजुर, व्यवस्थापन विषयलाई पनि सँगाल्नुभयो। कुन एउटा पोइन्ट अथवा टर्निङ पोइन्ट भन्नुहुन्छ अथवा त्यो कुन चाहिँ मोटिभेसन थियो जसले चाहिँ हजुरलाई भन्यो होइन म चाहिँ यो सेक्टरमा जान्छु, दिस इज वाट आई वान्ट भन्ने कुरा हजुरलाई कसरी फिल भयो त? वेल मैले चाहिँ अब आइटी गरेर एमबिए गर्नुको कारण चाहिँ द्याट वाज द ट्रेन्ड त्यति बेला होइन। अनि त्यसपछि मैले चाहिँ नन प्रफिट सेक्टरमै काम गर्छु भन्ने चाहिँ मेरो सोच बनेको थियो पढ्दै। अनि त्यसपछि मैले ह्युमन रिसोर्स म्यानेजमेन्टमा चाहिँ मेजर गरेँ। अनि त्यसपछि ह्युमन रिसोर्स म्यानेजमेन्टमा पनि ह्युमन क्यापिटलको त कति धेरै इम्पोर्टेन्स छ होइन। हामीले धेरै ट्रेनिङहरू दिएर वर्कसपहरू गरेर विभिन्न कार्यक्रमहरू गरेर चाहिँ ह्युमन क्यापिटल चाहिँ हामी डेभलप गर्न सक्छौँ भन्ने त त्यसबाट पनि बुझाइ भयो। अनि त्यो भइसकेपछि चाहिँ मैले ठ्याक्क खोजिरहेको थिएँ यो ट्रेनिङ एन्ड डेभलपमेन्ट फिल्डमा काम गर्न भनेर। ठ्याक्क त्यही मौका जुर्यो र त्यसरी चाहिँ म यतापट्टि चाहिँ लाग्न सुरु भएँ। त्यही हो, ह्युमन क्यापिटल डेभलपमेन्टमै चाहिँ एकदमै धेरै स्कोप छ होइन, एकदम धेरै आवश्यकता पनि छ भन्ने भएर चाहिँ यो फिल्डमा चाहिँ लागेको हो। हजुर, हजुरले ह्युमन क्यापिटलमा ट्रेनिङका कुराहरू गर्नुभयो। पछिल्लो समय अब जेन्डरका इस्युजका कुराहरू एकदमै आइरहेछ होइन। नेपाल जस्तो कन्टेक्स्टमा हजुरले रुट लेभलमा काम गरेर जुन यहाँसम्म आउनुभयो, हजुरको विचारमा के साँच्चीकै जुन हामीले कुरा गर्छौँ महिला पुरुष भनेर जुन फरक कुरा ढङ्गको कुरा गर्छ क्यापेसिटीको केसमा, क्षमताको कुरामा, के हजुरले देख्दाखेरि पनि त्यस्तो स्थिति अझ पनि कायमै छ त? कायमै छ, तर धेरै परिवर्तन चाहिँ आइरहेको छ। अहिले त अवेरनेसका कुराहरू, एजुकेसनका कुराहरूले गर्दाखेरि चाहिँ धेरै गाउँमा पनि बच्चाबच्चीहरू पढ्न थालिसकेका छन् होइन। उहाँहरूलाई चाहिँ अवेर भइसकेको छ। त्यो हुँदाखेरि चाहिँ धेरै कम चाहिँ भएको छ अहिलेको अवस्थामा। तर पनि पुरुष र महिला बिचमा फरक चाहिँ हुन्छ नै, चाहे जतिसुकै पढे लेखेको ब्याकग्राउन्ड किन नहोस्। किनभने हाम्रो सोसाइटी नै प्याट्रिआर्कल सोसाइटी भएको हुनाले र वुमेनहरूलाई चाहिँ सोसल हाउस होल्डमा चाहिँ बढी इन्भल्भमेन्ट होस् भन्ने हिसाबले होइन, बढी उहाँको रिस्पोन्सिबिलिटी चाहिँ त्यतातिर जाने हुँदाखेरि चाहिँ अझै पनि डिस्क्रिमिनेसन छ। चाहे त्यो फाइनेन्स, एक्सेस टु फाइनेन्सलाई किन नहोस् होइन, एक्सेस टु क्यापिटल भनौँ न। अब घर जग्गा जमिन पनि बाआमाले चाहिँ छोरालाई नै भनेर साँचेर राख्नुहुन्छ होइन। अहिले त चेन्ज भएको छ, दुवैलाई दिनुपर्छ भन्ने नियम त आइसकेको छ। तर नियम आए तापनि त्यो चाहिँ कार्यान्वयनमा चाहिँ खासै त्यस्तो देखिँदैन होइन। किनभने उहाँहरूसँग पनि रिसोर्स लिमिटेड हुन्छ र जबसम्म हामी होल्ड गरिरहेछौँ तबसम्म हाम्रो चाहिँ परिवार चल्छ भन्ने त्यो उसबाट हिँडिराख्नु भएको छ नि त। त्यो हुँदाखेरि चाहिँ अनि फेरि छोराले नै सबै चिज गर्ने हो, बस्ने छोरासँग भएपछि त्यो जसले हेर्छ उसलाई दिने भन्ने सायद त्यो कन्सेप्ट अनुसारले पनि आएको होला होइन। तर त्यसले चाहिँ मारमा चाहिँ पारेको छ वुमेनहरूलाई। अब यो सामाजिक परिदृश्य रहिरहँदा पनि पछिल्लो समय हामी हेर्छौँ भने डेटाले पनि त्यही कुरा बोल्छ, व्यापारिक क्षेत्रमा, उद्यमशीलताको क्षेत्रमा महिलाहरू अगाडि आउँदै हुनुहुन्छ। सङ्ख्याकै कुरा गर्ने हो भने यो डेटाको अनुसारले 1 वर्षको अन्तरालमा पनि 71,000 महिला उद्यमशील व्यवसायहरू दर्ता भएको रेकर्ड हाम्रो छ। यो सामाजिक परिदृश्य र व्यापारमा महिलाहरूको यो
लगाव अथवा भन्नुहुन्छ भने यो कमिटमेन्ट यसलाई चाहिँ कसरी हेर्नु भएको छ हजुरले? आई थिङ्क अहिले पछिल्लो समयमा सुरुमा अब म पहिला सुरु एफविनकै पनि अलिकति भूमिका बाँध्न चाहेँ मैले होइन। एफविनको चाहिँ विगत 30 वर्ष लामो चाहिँ हिस्ट्री छ यहाँ काम गरिरहेको महिला उद्यमशीलतामा होइन। एज अ फेडरेसन एज अ विमेन एन्टरप्रेन्योर एसोसिएसन अफ नेपाल चाहिँ 30 वर्ष लामो भयो अनि एज अ फेडरेसन नै चाहिँ 20 वर्ष लामो अवस्थामा चाहिँ छ होइन। हामीले मेन काम गर्ने भनेको चाहिँ 4वटा अब्जेक्टिभमा हो, एडभोकेसी, क्यापेसिटी बिल्डिङ, बिजनेस सपोर्ट र नेटवर्किङ। यसमा चाहिँ काम गरिराखेका छौँ। जस्तै हामीसँग त एउटा कन्स्ट्रेन्ट छ नि त, सामाजिक रूपमा चाहिँ बेरियर हजुरले भन्नुभयो महिलाहरूलाई केही न केही फरक त अझ पनि छ। त्यो हुँदाहुँदै पनि त्यो क्षमता विकास गरेर होस् अथवा इन्ट्रेस्टले गर्दा होस् 71,000 नयाँ दर्ता भएर रहेछ भनेपछि त्यसलाई पुसिङ फ्याक्टर चाहिँ के देख्नुभयो त तपाईँले अहिले पछिल्लो समयमा? पछिल्लो समयमा चाहिँ अब ब्याङ्किङ सेक्टरले पनि अब अलिअलि सहुलियतपूर्ण कर्जाहरू चाहिँ लिएर आइरहेको अवस्था थियो होइन। अनि त्यसपछि क्यापेसिटी बिल्डिङका कुराहरू पनि भइरहेका छन्, मेन्टरसिपका कुराहरू भइरहेका छन्। तर पनि अझै पनि नपुग चाहिँ छ त्यो। तर टु सम एक्सटेन्ट एन्टरप्रेन्योरसिपको लागि चाहिँ अलिकति इन्भाइरोमेन्ट चाहिँ बन्दै गएको देखिन्छ। जस्तो कि एसएमइज अब अहिले भनौँ न, अहिले नेपालमा जति पनि एसएमइज दर्ता भएका छन् त्यसमध्ये चाहिँ 30% चाहिँ विमेनहरूले चलाइरहेको एसएमइ छ भन्ने छ होइन। सो विमेनहरूले चाहिँ आफूले जानेका सिकेका कुराहरू, घर घर आएसी कुराहरू, अब अचार बनाउन आइहाल्छ होइन, सिलाइ कटाइ आइहाल्छ, मेकअपहरू अलिअलि गर्नुहुन्छ होइन। त्यो हुँदाखेरि के भयो भने त्यसमै चाहिँ कन्फिडेन्स बिल्ड हुँदै त्यसमै चाहिँ आफ्नो स्किललाई चाहिँ सार्पन गर्दै लिएर आउनु भएको छ क्या। अहिलेसम्म आफूले गरिराखेकै कुरालाई चाहिँ उद्यमशीलतामा बदल्नु भएको छ। अहिले विगत चाहिँ धेरै हामी होमस्टेहरू पनि देखिरहेका छौँ होइन। होमस्टे किन फस्टाइरहेको अवस्था छ भन्दाखेरि महिलाहरूलाई अरू स्किल्सहरू चाहिएन क्या। घरमा सरसफाइ गर्ने, खाना बनाउने, यी कुराहरू त उहाँहरूले गर्दै आएको कुरा हो होइन। त्यसमा एउटा दर्ता गरेर चाहिँ उहाँहरूले फुल्ली फङ्सनल होमस्टे चलाउनु भयो भने आय आर्जन पनि भयो होइन। त्यो हुँदाखेरि चाहिँ यस्ता यस्ता नयाँ अवसरहरू, नयाँ ठाउँहरू चाहिँ एन्टरप्रेन्योरसिपको लागि देखिरहेको हुँदाखेरि चाहिँ उहाँहरूले यसमा चाहिँ लागिराख्नु भएको छ भन्ने चाहिँ हामीलाई लागेको छ। एफविन संस्थाले 4वटा क्षेत्रमा काम गर्छ भन्नुभयो हजुरले होइन। क्यापेसिटी बिल्डिङ को क्षेत्रमा हजुरले के ट्रेनिङहरू दिनुहुन्छ अथवा उहाँहरूलाई चाहिँ विभिन्न स्ट्रक्चर्ड वेमा नै हुन्छ अथवा हजुरले लोकालिटीमा गएर कम्युनिटीमा गएर गर्नुहुन्छ? कुन मोडालिटीले अहिलेसम्म गरिरहनु भएको छ एफविनको तर्फबाट? हामीहरूले चाहिँ अब लोकल विमेन एन्टरप्रेन्योर्सहरूलाई नै डेभलप गर्ने हो होइन। उहाँहरूकै गएर चाहिँ कार्यक्रमहरू गर्छौँ, विभिन्न उसमा कार्यक्रम गर्छौँ। जस्तो कि फाइनेन्सियल लिट्रेसीको पनि ट्रेनिङ दिन्छौँ, बिजनेसलाई चाहिँ अगाडि बढाउनको निम्ति डिजिटल लिट्रेसीको पनि हामी कुराहरू गर्छौँ, विभिन्न ट्रेनिङ्सहरू दिन्छौँ। साथसाथै स्किल बेस्ड ट्रेनिङहरू पनि हुन्छ। अब एफविन आफैमा चाहिँ एनजिओ भएको कारणले गर्दाखेरि चाहिँ फाइनेन्सियल रिसोर्स आफै उत्पन्न भन्दा पनि डोनर फन्डेड चाहिँ भइरहेको अवस्था छ होइन। सो डोनर फन्डेडमा चाहिँ हामीले विभिन्न प्रोजेक्टहरू तयार गरेर हामीले राखेका हुन्छौँ र हामीले पाइसकेपछि चाहिँ त्यही उसमा बसेर हामीले त्यो इम्प्लिमेन्ट गरिराखेका हुन्छौँ। सो विभिन्न कार्यक्रमहरू, विभिन्न क्यापेसिटी डेभलपमेन्टका कामहरू चाहिँ त्यही प्रोजेक्टहरू मार्फत नै हामीले गरिराखेका छौँ। हजुर अहिले हजुरहरूले कतिवटा जिल्लामा सेवा प्रदान गर्दै हुनुहुन्छ, के छ त्यस्तो? हाम्रो एफविनको भन्न पर्दाखेरि 72वटा जिल्लामा चाहिँ च्याप्टर्सहरू छन् होइन। हामीसँग आबद्ध भनेको 5500 महिला उद्यमीहरू चाहिँ हाम्रो नेटवर्कमा आबद्ध हुनुहुन्छ। एफविनको नेटवर्कमा आबद्ध हुनुहुन्छ नेपालभरि नै। एफविनले बोल्ने भनेको चाहिँ यी महिला उद्यमीहरूकै आवाज भएर चाहिँ अहिलेसम्म काम गरिराखेको छ। हामीले विभिन्न जिल्लामा गएर पोलिसी एडभोकेसीका कामहरू गर्छौँ, कन्सल्टेसन वर्कसपहरू गर्छौँ, ताकि उहाँहरूकै सुझावहरू, उहाँहरूकै रेकमेन्डेसन्सहरू चाहिँ हामीले रेस्पेक्टिभ मन्त्रालयमा चाहिँ पुर्याउनको निम्ति हामी चाहिँ त्यो काम पनि गरिराखेका छौँ।
पोलिसी एडभोकेसीको कुरा गर्नुभयो नि, यो चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो मलाई। जसले चाहिँ डाइरेक्ट पहुँच गर्न सक्नुहुन्न थियो उहाँहरूको लागि हजुरले ब्रिजिङको काम गर्दै हुनुहुन्छ। पोलिसी एडभोकेसीको केसमा मन्त्रालयसँग कुरा गर्दाखेरि हजुरहरूले के देख्नु भएको छ? पछिल्लो समय नेपाल सरकारको तर्फबाट उहाँहरूलाई हेर्ने सपोर्ट दिने अथवा चाहिँ अरू क्षेत्रमा गर्न सक्ने सहयोगहरू कस्तो किसिमको आइरहेछ त? विगतमा चाहिँ खासै त्यस्तो थिएन होइन, तर आई थिङ्क यो लास्ट इयरदेखि भनौँ न धेरै पोलिसी एडभोकेसी गरिसके पश्चात विभिन्न निकायहरूले चाहिँ महिला उद्यमशीलताको लागि भनेर चाहिँ सर्टेन बजेटहरू अलोकेट गर्न चाहिँ थाल्नु भएको छ होइन। प्रधानमन्त्री छोरी सम्मान कार्यक्रम भनौँ होइन, या अब विमेन एन्टरप्रेन्योर्सहरूकै लागि विभिन्न सहुलियतपूर्ण कर्जाहरूको कुराहरू गरौँ होइन। ती सबै चाहिँ आइरहेको अवस्था छ अहिले, तर पनि त्यति पुगेको छ जस्तो लाग्दैन। त्यो इम्प्लिमेन्टेसन पोलिसी एडभोकेसी गऱ्यौँ हामीले, त्यो पोलिसीमा ल्याउनु पनि भयो, तर इम्प्लिमेन्टेसनमा चाहिँ जानलाई अझै टाइम लाग्छ कि। सो जबसम्म इम्प्लिमेन्टेसनमा जाँदैन तबसम्म हामीलाई यो कन्फर्म चाहिँ के भएन भन्दाखेरि चाहिँ त्यो हामीले मागेका कुराहरू साँच्चीकै जायज भएर पुरा हुन्छ भन्ने चाहिँ त्यसमा चाहिँ हामी कन्फिडेन्स हुन सकेनौँ। र सहुलियतपूर्ण कर्जाको कुराहरू पनि गर्दाखेरि आई थिङ्क कोभिडभन्दा अगाडि चाहिँ ब्याज दरमा दिने भन्ने जुन कर्जा थियो त्यो पनि अहिले बन्द भएको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ साना माइक्रो र स्मल एन्टरप्रेन्योर्सहरूलाई धेरै असर पुगेको छ। एक त त्यो पाउनै गाह्रो थियो उहाँहरूलाई, उहाँहरूले माग गरे हिसाबले पनि पाउनुहुन्न थियो होइन। त्यही भएर अब अहिले त झन् त्यो कर्जा पनि बन्द भएको अवस्था छ। त्यो हुँदाखेरि त झन् उहाँहरू मारमा पर्नुभयो। त्यसमाथि पनि हाम्रो देश त कस्तो भन्दाखेरि नेचुरल डिजास्टरको प्रोन एरिया नै जस्तो छ होइन। अनि विभिन्न डिजास्टरहरू भइरहेको अवस्था हुन्छ, त्यसमा चाहिँ अनि विभिन्न स्टेजमा पुगिराख्नु भएको हुन्छ एन्टरप्रेन्योर, विभिन्न स्टेजमा यो फाइनेन्सियल ऊहरू चाहिरहेको अवस्था हुन्छ। र त्यस्तो अवस्थामा यो कन्सेसनल लोनहरू भयो भने चाहिँ उहाँहरूलाई धेरै सहज हुन्थ्यो। किनभने भनिहालेँ पितृ सत्तात्मक देश भएपछि कस्तो हुन्छ भन्दाखेरि हाम्रो महिलाहरूको नाममा चाहिँ धेरै सम्पत्ति हुँदैन। भयो नै भने पनि उहाँहरू चाहिँ रिस्क लिन चाहनुहुन्न कि होइन। त्यो चाहिँ ब्याङ्कमा लोन लिनको लागि चाहिँ त्यो धितो राखेर म लोन लिन्छु भन्ने त्यो रिस्क पनि लिन चाहनुहुन्न। सो त्यो हुँदाखेरि चाहिँ अवस्था कठिन अवस्था नै छ विमेनहरूलाई चाहिँ एन्टरप्रेन्योरसिपमा। अझ त्यो माइक्रोबाट स्मलमा जाने, स्मलबाट मिडियममा पुग्नलाई नै धेरै लामो ग्याप चाहिँ त्यहाँ देखिन्छ। हजुर, हजुरले महिला उद्यमशील कर्जाको कुरा गर्नुभयो, एकदम इन्ट्रेस्टिङली मैले पनि डेटाहरू चेक गर्दै थिएँ, हजुरलाई पनि मैले कन्भे गरेको थिएँ। कुल कर्जा चाहिँ 70 अर्बभन्दा बढी चाहिँ प्रवाह भएको रहेछ, जसको आजको मितिमा आउटस्ट्यान्डिङको कुरा गर्ने हो भने 31 अर्ब हाराहारी मात्रै छ। यु राइटली सेड पछिल्लो 1.5-2 वर्षदेखि चाहिँ अलिकति जुन हिसाबले महिला उद्यमशील कर्जाको डिमान्ड थियो, सप्लाई र डिमान्डमा चाहिँ अलिकति ग्यापिङ भएको हिसाबले देखियो। तर यो कतिको इफेक्टिभ थियो त? जस्तै 70 अर्ब कर्जा गयो होइन, वुमेनहरूको लागि चाहिँ साना साना विभिन्न व्यवसायहरूमा चाहिँ हामीले अथवा राज्यको तर्फबाट कन्सेसन भयो, सब्सिडी भयो, ब्याङ्कहरूले त्यसै अनुसारले बिना धितोको कर्जा लगानी गर्यो। महिला दिदीबहिनीहरूले लगेर व्यापार व्यवसायमा त्यसको प्रयोग गरेर कतिको फाइदा लिनुभयो त हजुरले रुट लेभलमा हेर्दाखेरि? अब हाम्रै महिला उद्यमी महासङ्घकै कुरा गर्ने हो भने चाहिँ कतिजनाले चाहिँ अब एक्सपोर्ट पनि गर्न थाल्नु भएको छ होइन प्रडक्ट्सहरू। सो त्यो लेभलसम्म पुग्नु भएको छ। उहाँहरूले ब्याङ्कसँगै सहकार्य गरेर लोन लिएर कार्यहरू गर्दै आउनु भएको छ र एक्सपोर्ट गर्ने ठाउँसम्म पुग्नु भएको छ। लामो जर्नी थियो उहाँको। सो त्यो पनि छ। तर कति रुरल साइडमा जाने हो भने चाहिँ सानो 2 लाख 3 लाखको कर्जा पनि नपाएको अवस्था चाहिँ छ है। त्यसमा चाहिँ उहाँहरूले पुर्याउनु पर्ने कागजातहरू नपुगेको कारणले, उहाँहरूले देखाउन सक्नुपर्ने कोल्याट्रलहरू देखाउन नसकेको कारणले, उहाँहरूको बिजनेस भायबल छ भन्ने देखाउन नसकेको, यी विभिन्न कारणहरू छन् होइन, छन चाहिँ। तर त्यो उहाँहरूको जोस र काम गर्ने उसमा चाहिँ केही पनि कमी छैन के। उहाँहरूले सक्नुहुन्छ, तर पनि उहाँहरूलाई चाहिँ त्यो लगानी भइरहेको चाहिँ अवस्था छैन।
हजुरहरू पोलिसी लेभलमा पनि इन्भल्भ हुनुभयो एडभोकेसी गर्दा, रुट लेभलमा धेरैजना महिला उद्यमीसँग पनि बस्नु भएको छ, अथवा अहिले जुन हाम्रो ब्याङ्किङको तर्फबाट जुन सपोर्टहरू भइरहेछ, पोलिसिजहरू आइरहेछ र महिला उद्यमशीलताको चाहिँ विकासको लागि हाम्रो त होलिस्टिक अप्रोचमा हामीले अगाडि बढ्न खोज्यौँ। तर चुनौती के आयो त हजुरले देख्दाखेरि चाहिँ? कस्ता खालका चुनौतीले गर्दाखेरि चाहिँ जति सोच बनाएर हामी अगाडि बढिरहेछौँ महिला उद्यमशीलतालाई अझ प्रवर्धन गर्नको लागि अगाडि आउने च्यालेन्जेसहरू के होला त हजुरको हिसाबले? चुनौतीहरू त महिला उद्यमीको लागि थुप्रै चुनौतीहरू छन्। जस्तो एक्सेस टु फाइनेन्सकै कुरा गरेँ होइन। अब एक्सेस टु फाइनेन्स भनेपछि उहाँहरूको आफ्नो पर्सनल सम्पत्ति पनि छैन र ब्याङ्कले लोन पनि दिनलाई चाहिँ त्यति राम्रो इन्भाइरोमेन्ट पनि बनेको छैन। एउटा त्यो भयो भने अर्को भनेको एक्सेस टु मार्केट हो होइन। मार्केटमा एक्सेस पनि छैन होइन। उहाँहरूले चाहिँ आफ्नै वरिपरि बेचिराख्नु भएको छ सामान। उहाँहरूको सामान चाहिँ बाहिरी बजारमा पनि बिक्री हुन सक्ने खालको किसिमको पनि सामानहरू छन्, तर पनि उहाँहरू त्यो मार्केटलाई चाहिँ ट्याप गर्न सकिराख्नु भएको छैन। त्यसमा चाहिँ एकदमै धेरै ग्याप देखिएको छ होइन। त्यसको लागि पनि महिला उद्यमी महासङ्घले चाहिँ बिजनेस सपोर्टको कामहरू गरिरहेको छ। जस्तो कि इन्टरनेसनल ट्रेड फेयर गर्छ प्रत्येक वर्ष, जहाँ चाहिँ विभिन्न जिल्लाका महिला उद्यमीहरू, जस्तो अस्ति भर्खर पनि हामीले चैतको 14 देखि 18 सम्म 5 दिने कार्यक्रम गऱ्यौँ। त्यहाँ चाहिँ झन्डै 60वटा जिल्लाको महिला उद्यमीहरू आएर आफ्नो प्रडक्टहरू डिस्प्ले गर्नुभयो। यस्तो खालको प्लेटफर्म भयो भने चाहिँ उहाँहरूलाई एकदमै सहज हुन्छ होइन। जस्तो 5 दिन उहाँहरूले एक्जिबिट मात्र होइन कि हामीले चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू पनि लिएर आएका थियौँ। ट्रेनिङहरू थियो, वर्कसपहरू भयो, सिम्पोजियम भयो। यस्ता कुराहरूबाट चाहिँ लर्निङ माहौल पनि बनेको थियो होइन। उहाँहरूलाई चाहिँ आफ्नो सामानहरू बिजनेस टु बिजनेस कनेक्सन पनि हामीले गराइदिएका थियौँ होइन। त्यो हुँदाखेरि चाहिँ धेरै सहज भएको देखियो। सो एक्सेस टु मार्केट पनि एउटा कस्तो भन्दाखेरि अब अहिले त महिला उद्यमी महासङ्घले गर्यो र त्यो पाउनु भयो होइन। तर अब वर्षको एकचोटि मात्र गरेर त पुग्दैन नि त उहाँहरूलाई। मार्केट एक्सेस भनेको त वर्षभरि हुनु पर्यो नि। सो त्यो किसिमको माहौल मिलाउन चाहिँ च्यालेन्जिङ छ होइन। त्यो कुराहरू भयो। अर्को भनेको टेक्नोलोजीकै चाहिँ च्यालेन्ज छ, किनभने महिला उद्यमीहरू साँच्ची भन्यो भने सिक्न त टेक्नोलोजी छिट्टो महिलाले नै सिक्छ जस्तो लाग्छ के। फेसबुक चलाउने, टिकटक चलाउने होइन। तर उहाँहरूको हातमा चाहिँ प्रपर टेक्नोलोजी चाहिँ छैन होइन। अहिले पनि त्यही बटन फोनहरू युज गरिराख्नु भएको अवस्था छ होइन। स्मार्टफोनहरू चाहिँ श्रीमानको बच्चा बच्चीको हातमा हुन्छ भने महिलालाई चाहिँ बेसिक भए पनि हुन्छ भन्ने हिसाबले बेसिक खालको फोनहरू युज गर्नुहुन्छ। उहाँहरूको मार्केट एक्सेस चाहिँ एउटा स्मार्टफोनले पनि कति बढाउन सक्थ्यो भन्ने चाहिँ उहाँहरूले बुझिसक्नु भएकै छैन होइन। त्यो बुझाइमा पनि कमी छ। अनि अर्को भनेको त अब एक्सेस टु एडुकेसन पनि हो होइन। घर परिवारबाट पनि पहिला सुरु घर व्यवहार होइन, त्यो ज्यादा इम्पोर्टेन्ट हुन्छ। अनि छोरालाई पढाउन बढी इम्पोर्टेन्ट हुन्छ इन्स्टेड अफ छोरी होइन। अब अहिले त धेरै चेन्ज भएको छ, धेरै परिवर्तन आइसकेको छ र पनि पुगेको छैन कि। खालि स्कुलिङ गराएर मात्र भएन। अब उसलाई एक्सटर्नल लर्निङको लागि पनि त्यो माहौल चाहिँ दिनुपर्ने, उहाँहरूलाई पठाउनु पर्ने होइन। उहाँहरूमा इन्भेस्ट गर्नुपर्ने चाहिँ देखिन्छ। एफविनको तर्फबाट आगामी कार्ययोजनाहरू विशेष रूपमा चाहिँ यो एमएसएमइजको लागि चाहिँ तपाईँहरूले नियर फ्युचरमा गरिरहनु भएको के छ त अहिले तत्काललाई चाहिँ? हामीले गरिराखेको भनेको चाहिँ अहिले एन्टरप्रेन्योरसिप डेभलपमेन्टको विभिन्न प्रोजेक्ट्सहरू गरिराखेका छौँ होइन। अनि हामीले जिल्ला विस्तारहरू पनि गरिराखेका छौँ। अहिले भर्खरै हाम्रो अध्यक्षज्यू र हाम्रो च्याप्टर कोअर्डिनेटर थर्ड भाइस प्रेसिडेन्ट उहाँ मनाङ जानुभएको छ। त्यहाँ हाम्रो च्याप्टर स्ट्याब्लिस हुँदैछ होइन। सो हामीले चाहिँ अब यो कुराकानी गर्दा गर्दै 73-74वटा जिल्लामा चाहिँ पुगिसक्ने अवस्था चाहिँ भइसकेको छ होइन। हामीले चाहिँ त्यहाँ छाप छोडेका छौँ। अब त्यसलाई अगाडि बढाउन चाहिँ त्यहीँको महिला उद्यमीहरूले चाहिँ लागि पर्नुहुन्छ होइन। सो त्यो भइरहेको अवस्था छ। अर्को भनेको चाहिँ स्किल एनहान्समेन्टका कुराहरूमा चाहिँ हामी ध्यान दिइरहेका छौँ। हामीले चाहिँ हाम्रै उद्यमीहरू जो नेटवर्कमा हुनुहुन्छ उहाँहरूलाई कस्तो खालको तालिमहरू चाहिरहेको छ त भन्ने एउटा
सर्वे पनि गरिराखेका छौँ होइन, ताकि हामी चाहिँ यस्तो नहोस् कि उहाँहरूलाई नचाहिएको कार्यक्रम लिएर नजाउँ क्या, हामी चाहिएको कार्यक्रम लिएर जाउँ होइन। त्यसमा चाहिँ कसरी हुनसक्छ त होइन, विभिन्न जिल्लाको विभिन्न किसिमको आवश्यकताहरू हुन सक्छन् होइन। सो त्यो हेरेर चाहिँ हामीले काम गरिरहेका छौँ। एउटा इन्ट्रेस्टिङ डेटा मैले हेर्दै थिएँ क्या, हजुरलाई मैले सेयर गर्न चाहेँ। त्यो मेन र वुमेनको कुरा आउँदाखेरि ओभरअल एमएसएमइजमा प्रफिटेबिलिटीको कुरा गर्ने हो भने मेनले भन्दा वुमेनले सञ्चालन गरे बिजनेसबाट चाहिँ लगभग हाराहारी 3% जस्तो बढी प्रफिटेबिलिटीहरू भएको देखिया छ। सो मैले ठ्याक्क रिलेट गरेँ हजुरले वुमेनहरूले एकदम टेक्नोलोजी चाँडै सक्नुहुन्छ भन्ने कुरोमा प्रफिटेबिलिटी पनि राम्रो हुने रहेछ, एफिसियन्सी राम्रो हुने रहेछ। यो सबै कुरा हामीले हेर्दाखेरि राम्रो पक्षहरू पनि हामीले देखिरहेछौँ। र हजुरले भन्नुभयो जुन हामीले एक्सेस टु फाइनेन्सको कुरा गरिरहेछौँ, अलिकति मैले रिलेट चाहिँ केमा पनि गर्छु भने त्यो नेपाल सरकारको जग्गा जमिन दर्ता गर्ने र महिलाको नाममा बिजनेस दर्ता गर्ने, यी खालका संरचना अथवा चाहिँ हजुरको मोटिभेसनले गर्दाखेरि ओभरअल सिनेरियो चाहिँ चेन्जेसहरू आइरहेछ। अब यसलाई अझ बढावा दिनलाई एजुकेसनको कुरा हजुरले गर्नुभयो। एजुकेसन आजको मितिमा हो ग्रामीण भेगमा अझ पनि पिछडिएको हुनसक्छ। एउटा मैले एजुकेसन रिलेटेड देखिरहेको थिएँ जहाँ चाहिँ कक्षा 1 मा भर्ना हुँदाखेरि लेडिजहरूको सङ्ख्या बढी हुने, तर 8 कक्षा पुग्दै चाहिँ ड्रपआउट चाहिँ एकदम हाई हुने। सो हामीले चाहँदै पनि कतिवटा केसमा एजुकेसनले गर्दा पनि इम्प्याक्ट गरे हुनसक्छ। यु राइटली सेड। अब यो सबै हेर्दै गर्दाखेरि के हाम्रो देशमा मात्र यस्तो हो त कि हाम्रो छरछिमेकमा पनि अथवा चाहिँ साउथ एसियामा हजुरहरूले हेर्दाखेरि के छ मोडालिटी? हामी नेक टु नेक छौँ कि धेरै पछाडि छौँ त? यो चाहिँ अब इन्डियाको हेर्ने हो भने चाहिँ इन्डियामा पनि यस्तै नै हो। तर इन्डियामा चाहिँ अहिले इन्डियन गभर्मेन्ट भनौँ न, इन्डियन गभर्मेन्टले चाहिँ धेरै महिलाहरूको लागि र कृषकहरूको लागि भनेर विभिन्न किसिमको प्रोग्राम्सहरू लिएर आइरहेको अवस्था छ होइन, जसले गर्दाखेरि चाहिँ इन्डियाको अहिले हेर्नुभयो भने इन्डिया एकदम धेरै अगाडि बढिसकेको अवस्था छ। महिला उद्यमशीलता, महिलालाई पढाउने होइन, छोरी बेटी पढाओ बेटी बचाओ भनेर नै उहाँहरूको स्लोगनै त्यही छ होइन। त्यसरी चाहिँ काम गरिराख्नु भएको छ। र बङ्गलादेशमा पनि हेर्ने हो भने चाहिँ धेरै उत्पादनमूलक कामहरू चाहिँ महिलाहरूबाट भइरहेको अवस्था छ होइन। अब ग्रामीण ब्याङ्ककै कुरा गर्ने हो भने पनि महिलाहरूलाई फोकस गरेर बनाएको माइक्रो फाइनेन्स ब्याङ्क हो त्यो होइन। त्यहाँ चाहिँ धेरै महिला उद्यमीहरूले नै सक्सेसफुल स्टोरिजहरू छ है। धेरै सुविधाहरू लिएर आउनुभएको छ र पनि त्यहाँ त त्यस्तो धेरै कन्स्ट्रेनहरू होइन सोसाइटल हाम्रो साउथ एसियनमा हेर्ने हो भने चाहिँ सिमिलर छ के, सोसियो कल्चरल चाहिँ सिमिलर किसिमको छ। त्यो हुँदाखेरि चाहिँ निर्धक्क भएर वुमेनहरू आफ्नो बिजनेस दर्ता गरेर अगाडि बढ्न चाहिँ समस्या नै देखिएको चाहिँ छ, च्यालेन्जेस नै छन् होइन। तर त्यो हेरिकन नेपालमा कस्तो भयो भन्दाखेरि अहिले विगतको समयमा धेरै पुरुषहरू चाहिँ बाहिर विदेशी भएको छ होइन। त्यो विदेशी भएको छ, त्यहाँबाट पैसा कमाएर ल्याउनु भएको छ। अब केही न केही इन्भेस्टमेन्ट गरौँ न त भन्ने सोचले चाहिँ वुमेनहरू पनि, अब किनभने यहाँ त वुमेनहरू बसिराख्नु भएको छ बुढाबुढीसँग बच्चाहरूसँग होइन, वुमेनहरू हुनुहुन्छ, वुमेनहरू पनि बाहिर जानुभएको अवस्था चाहिँ छ। तर जति पुरुषहरू जानुभएको छ त्योभन्दा चाहिँ कमै छ वुमेनहरूको। सो वुमेनहरू यहाँ भइसकेपछि उहाँको श्रीमानले दाइ भाइले कमाएको पैसा चाहिँ कहीँ कतै इन्भेस्ट गरेर अझ बढाउँ होइन, किन सम्पत्ति चाहिँ अब जोडजाड गरौँ भनेर चाहिँ उहाँहरू लागि पर्नु भएको छ। त्यो हुँदाखेरि चाहिँ राम्रै हिसाबले लाग्नु भएको छ अहिलेको अवस्थामा होइन। उद्यमशीलताप्रति चाहिँ नेपाल पनि त्यस्तो डिसपोइन्टिङ छैन। जस्तो नयाँ जेनेरेसनहरू चाहिँ आउँदै हुनुहुन्छ, कति त देखिराखेको छ फर्केर पनि काम गरिराख्नु भएको छ होइन। विदेश गएर लर्न गरेर नयाँ सिपहरू सिकेर आएर यहाँ चाहिँ काम गरिराख्नु भएको छ होइन। त्यो पनि त छ नि त, एकदमै पोजिटिभ कुराहरू पनि छन्। हाम्रो देशमा गर्न चाह्यो भने डेफिनेटली गर्न सकिन्छ भन्ने पनि छ।
अब हजुर आफै पनि आइटीसँग रिलेटेड ब्याकग्राउन्ड हुनुभयो होइन। अब हामीले ग्रामीण भेगका कुराहरू गऱ्यौँ, विभिन्न घरेलु व्यवसायका कुराहरू गऱ्यौँ। अब अलिकति चाहिँ हामी यो सिटी सेन्टर्ड भएर हेर्दाखेरि पछिल्लो समय आइटीको जुन एकदमै विकास भइरहेको छ, हजुरलाई के लाग्छ आइटीको फिल्डमा पनि वुमेनहरू अथवा लेडिजहरूको कस्तो छ त प्रस्पेक्ट अब आगामी दिनहरूमा? प्रस्पेक्ट एकदम राम्रो छ। हजुर जस्तो कि अब सरकारले पनि नेपाललाई वान अफ द आइटी हब बनाउने कि भन्ने मा चाहिँ काम गरिरहेको हुँदाखेरि र विमेनहरू पनि आइटीमा चाहिँ बढी अहिले आएर चाहिँ बढी रुचि राख्न थालेको देख्दाखेरि चाहिँ प्रोस्पेक्ट राम्रो छ होइन। जस्तो विमेन एन्टरप्रेन्योर्सहरू पनि धेरै आइटी सेक्टरमा आइसक्नु भएको छ अहिलेको अवस्था हेर्ने हो भने चाहिँ होइन। मैले सुरु गर्दाखेरि खासै धेरै थिएनन्, इन्जिनियरिङ गर्ने आइटी पढ्ने धेरै महिलाहरू हुँदैन थिए, धेरै पुरुष नै हुन्थे होइन। हाम्रो ब्याचको इन्जिनियरिङमा त जम्मा 2 जना कि कतिजना क्लासमा हुनुहुन्थ्यो 40 जनाको उसमा होइन। सो त्यस्तोबाट अहिले आउँदाखेरि त बरु विमेनहरू नै देखिन्छ कि क्लासेसहरूमा पनि। सो त्यो हुँदाखेरि चाहिँ प्रोस्पेक्ट छ, राम्रो छ। अहिले अब आइटी सेक्टरले पनि राम्रो फड्को मारिरहेको अवस्था छ होइन। र विभिन्न यो सोसियल मिडियाका कामहरूदेखि लिएर अनि आइटी भनेको सिर्फ सफ्टवेयर डेभलप गर्ने मात्र होइन कि कन्टेन्ट राइटिङदेखि लिएर विभिन्न डिजिटल प्लेटफर्महरू, इ कमर्सहरू होइन, विभिन्न प्लेटफर्म्सहरू छन् नि त यसमा काम गर्न सक्ने। त्यो डाइभर्स फिल्ड पनि छ एउटै सेक्टरमा। त्यो हुँदाखेरि चाहिँ धेरै यसप्रति चाहिँ प्रभावित भइराख्नु भएको छ जस्तो लाग्छ। मैले एउटा सानो कुरा हजुरको सोध्न खोजेको चाहिँ के भने कपेसिटी बिल्डिङको एरियामा हजुरले हेर्दाखेरि उहाँहरूको एजुकेसन लेभल हजुरलाई थाहा भयो, स्किलको यो एजुकेसन र स्कुलको ग्यापको विषयमा धेरै कुरा हुने गर्छ नि हाम्रो क्षेत्रमा। त्यो के साँच्चीकै ग्याप छ कि अलिकति फुलफिल हुँदैछ त पछिल्लो समयमा? बिजनेसलाई प्रोत्साहन, बिजनेस गर्ने क्षमता प्रोत्साहन गर्ने खालका स्किल अथवा नलेज बेस्डका जुन रिक्वायरमेन्टहरू छन् के हामी कहाँ पर्याप्त छ कि छैन, के देख्नु भएको छ? पर्याप्त त छैन होइन। पर्याप्त नभएर नै हाम्रो जस्तो संस्थाहरू चाहिँ आउनुपर्ने र त्यहाँ चाहिँ इन्टरभिन गर्नुपर्ने चाहिँ अवस्था छ होइन। सो कस्तो हुन्छ भन्दाखेरि लिटरेट हुनुहुन्छ तर उहाँसँग स्किल छ होइन। र त्यसमा चाहिँ हामीले एक किसिमको राम्रो इन्टरभेन्सन गरिदियौँ भने चाहिँ उहाँहरूको त्यो ग्याप चाहिँ फुलफिल हुने अवस्था छ होइन। जस्तो कि कसैलाई अचार बनाउने स्किल छ, पढे लेखेको हुनुहुन्न तर उहाँहरू अक्षर चाहिँ चिन्नुहुन्छ होइन। त्यस्तो छ भने चाहिँ हामीहरूले अब उहाँहरूलाई यसरी खाताबाता राख्नुपर्छ, व्यवसाय भने यसरी गर्ने हो, यसरी कस्टिङ प्राइसिङहरू गर्नुपर्छ भनेर सिकाइदिँदाखेरि त्यो ग्याप फुलफिल भयो नि त होइन। त्यो ग्याप फुलफिल हुँदाखेरि एटलिस्ट उहाँहरूले चाहिँ एउटा सानो लेभलको व्यवसाय चाहिँ आफ्नो हिसाबले खातापाता राखेर चाहिँ गर्न सक्ने अवस्थामा पुग्नु भयो होइन। कसैको भर पर्नु परेन, कसैको भर पर्नु परेन होइन। त्यो हुँदाखेरि चाहिँ सहजै हुन्छ। अब कोही इलिटरेट नै हुनुहुन्छ र उहाँलाई चाहिँ अब व्यवसायको कुराहरू सिकाउनु पर्ने छ भने आई थिङ्क अहिले धेरै अर्गनाइजेसन्सहरूले पनि त्यो पनि फोकस गरेर चाहिँ करिकुलमहरू डेभलप गरिराख्नु भएको छ होइन। कसरी चाहिँ उहाँहरूलाई लिएर आउने भनेर, किनभने नोट त चिन्नुहुन्छ नि त उहाँहरूले होइन, 1 2 3 4 त थाहा हुन्छ। सो त्यो हुँदाखेरि चाहिँ कसरी उहाँहरूलाई त्यो ग्याप फिलअप गर्ने भन्ने किसिमको करिकुलमहरू लिएर आएर चाहिँ उहाँहरूले काम गरिराख्नु भएको अवस्था छ। सो त्यो ग्याप फुलफिलमेन्टमा चाहिँ धेरै कामहरू भइरहेको छ तर अझै पर्याप्त चाहिँ छैन। यो आइटी सेक्टरबाट कमाउन सकिन्छ भनेर जुन पछिल्लो समय एकदम धेरै लेभलमा, धेरै स्केलमा कुराहरू भइरहेछ नि होइन। नेपालको चाहिँ तपाईँको आइटी पार्कहरू पनि थियो पहिलेदेखि लगानी गरिरहेको। अब बिजनेसमा हजुरले एउटा राम्रो कुरा के गर्नुभयो भने
आइटी भन्ने बित्तिकै सफ्टवेयर इन्जिनियरिङ अथवा सफ्टवेयर डेभलपमेन्ट मात्रै होइन, अरू ठाउँमा नि इन्टिग्रेट गर्न सकिन्छ भन्ने हो। अब हामी दुईवटा लेभलको कुरा गर्दैछौँ। एउटा यस्तो ग्रामीण भेगमा कुरा गर्दैछौँ जो चाहिँ सोसियल डाइमेन्सनले गर्दा अझ पनि घरभन्दा बाहिर जाँदाखेरि नै नयाँ कुरो भइरहेछ भने, अर्को एउटा यस्तो तबका छ जो चाहिँ आइटीमा एकदम अक्विटेन्ट हुनुहुन्छ र उहाँहरूको लागि आइटीको प्रोस्पेक्ट छ। कुनै तरिकाले तपाईँ हामी एफविन जस्तो संस्था अथवा चाहिँ कमर्सियल ब्याङ्क्सहरू, नेपाल सरकार, कुनै पनि संस्थाले यिनीहरू बिचको ब्रिजिङको काम गर्न सक्ने काहीँ पोसिबिलिटी देख्नुहुन्छ कुनै वेबाट? ब्रिजिङ गर्न सकिन्छ। किन भन्दाखेरि अब एउटा इक्जाम्पल लिउँ, इ कमर्सकै लिउँ होइन, इक्जाम्पल इ कमर्स सेटअप एउटा सहरी भेगमा बसेकोले इ कमर्स सेटअप गर्नुहुन्छ जसमा चाहिँ महिला उद्यमीहरू, विभिन्न जिल्लाका महिला उद्यमीहरू जोडिन सक्नुहुन्छ होइन। त्यसरी चाहिँ उहाँको बिजनेसलाई चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ नि त, सप्लाई चेन मिलाइदिन सक्नुहुन्छ होइन। सो उत्पादन गर्ने एक किसिमको एन्टरप्रेन्योर्सहरू हुनुहुन्छ भने उत्पादनलाई बजारसम्म लगिदिने अर्को एन्टरप्रेन्योर हुनुहुन्छ नि त होइन। सो त्यसरी चाहिँ ब्रिजिङ गर्न सकिन्छ। यसलाई चाहिँ खास भन्ने हो भने अब इ कमर्सलाई गाइड गर्ने गाइडेन्स होइन, रुल्स एन्ड रेगुलेसन्स, त्यसमा चाहिँ अलि बृहत रूपमा चाहिँ छलफल पनि हुन जरुरी छ र नियम कानुन आउन पनि जरुरी छ, आवश्यक छ। त्यसलाई कसरी मोनिटर गर्ने भन्ने कुराहरू ती आफ्नो ठाउँमा छन्। तर हामीले खेल्ने भूमिका भनेको चाहिँ लिड एन्टरप्रेन्योर हुन्छ र त्यसमा चाहिँ मेन्टर मेन्टीको पनि भूमिका खेलेर चाहिँ उहाँहरूले काम गर्न सक्नुहुन्छ। हजुर, अब यो त भयो एजुकेसनको डिफरेन्सेसका कुराहरू र त्यसरी सपोर्ट गर्ने। जुन एक्सेस टु फाइनेन्सको कुराहरू गरिरहनु भएको छ, एज अ कमर्सियल ब्याङ्क हामीले पनि फाइनेन्सियल लिट्रेसीका कुराहरूमा एकदमै हामी अगाडि बढ्न चाहन्छौँ, गरि पनि रहेछौँ। हाम्रो तर्फबाट अथवा कमर्सियल ब्याङ्क्सको तर्फबाट फाइनेन्सियल लिट्रेसीको लागि थप अरू हामीले गर्न सक्ने ठाउँहरू के हुनसक्छ हजुरले रुट लेभलमा हेर्दाखेरि? फाइनेन्सियल लिट्रेसीमा चाहिँ धेरै नै काम गर्न सकिन्छ होइन। जस्तो कि वुमेनहरूलाई कर्जा दिनुभन्दा अगाडिको लिट्रेसी एक किसिमको भयो होइन। दिइसकेपछिको फाइनेन्सियल लिट्रेसी त्यसपछि पनि चाहिन्छ क्या उहाँहरूलाई, कसरी आफ्नो लोनको सदुपयोग गर्ने त होइन। उहाँहरूले लोन लिएर अनावश्यक कुरामा खर्च गरिराख्नु भएको छ कि होइन, त्यसलाई कसरी ट्र्याक गर्न सकिन्छ होइन। कसरी चाहिँ हामीले आफूले लिएको कर्जालाई चाहिँ सही ठाउँमा सदुपयोग गरेर चाहिँ बिजनेसलाई चाहिँ ग्रो गराउने, आई थिङ्क त्यो पनि साइड बाई साइड हुन चाहिँ जरुरी छ जस्तो लाग्छ होइन। ब्याङ्किङ सेक्टरले चाहिँ त्यो चाहिँ गर्न सक्छ, किनभने ब्याङ्कबाटै इन्फर्मेसनहरू आउनु, फाइनेन्सियल लिट्रेसीको कुराहरू गर्नु भनेको चाहिँ डिरेक्टली उहाँहरूलाई चाहिँ चाहिएको इन्फर्मेसन्सहरू चाहिँ डिरेक्ट सम्बन्धित निकायबाटै आएको हुन्छ नि त। त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई अझ बढी विश्वास हुन्छ कि ए ल यसरी चाहिँ काम गर्नुपर्छ है भनेर। सो आई थिङ्क फाइनेन्सियल लिट्रेसीमा चाहिँ त्यसरी काम गर्दाखेरि अझ बेटर हुन्छ होला। हजुर, अब यो जुन पनि पछिल्लो समयमा हामीले देखिरहेछौँ, बिजनेसमा मल्टिपल एरियाजमा पनि गइसक्नु भएको छ महिलाहरू र बिजनेस एन्टरप्रेन्योरसिप लगायतका कुराहरू अहिले इट इज वान अफ द मोस्ट टक्ड अबाउट टपिक होइन। पछिल्लो समयमा स्टार्टअप्सका कुराहरू पनि आइरहेछन्। यो सबै समग्र हेर्दाखेरि र साउथ एसियन जुन डिस्कसहरू गर्नुभयो, हामी धेरै पछाडि त छैनौँ भन्ने पनि कुरा भयो। र अब यो सबै हेर्दाखेरि पनि एउटा डेटाले चाहिँ के भन्छ भने टोटल वुमेन एन्टरप्रेन्योरसिपमध्ये 32% को मात्रै फर्मल च्यानलबाट चाहिँ हजुरको क्रेडिटहरू एसेसेबल भइरहेछ उहाँहरूलाई भन्नुहुन्छ। यो ग्याप कहाँनेरि देखियो फेरि? यसलाई हामीले कभर गर्नको लागि त हामीले प्रयास त गर्दैछौँ, तर अझ पनि 32%ले मात्रै हजुरको फर्मल च्यानलबाट चाहिँ क्रेडिट एक्सेस गरिरहनु भएको छ भन्नुमा यसमा अरू हामीले गर्न सक्ने ठाउँ के हुन सक्ला त? यो मेन कारण आएकै कोल्याट्रलले गर्दाखेरि हो होइन। किन भन्दाखेरि अब लोन लिने भन्ने बित्तिकै कोल्याट्रल राख्नुपर्छ, अलि हायर अमाउन्टको लोन लिने बित्तिकै। र कोल्याट्रल चाहिँ वुमेनहरूको केसमा चाहिँ हुँदैन क्या, उहाँहरूसँग कोल्याट्रल हुँदैन। सो त्यो हुँदाखेरि अरू कुनै हिसाबले चाहिँ लेन्डिङ गरिराख्नु भएको अवस्था छ होइन, आफ्नो पर्सनल कनेक्सन थ्रु लेन्डिङ गर्ने त्यो गरिराख्नु भएको छ। त्यो हुँदाखेरि चाहिँ एक हिसाबले
ठुलो चङ्क अफ वुमेन एन्टरप्रेन्योर्सहरू चाहिँ हुन्छ नि यो प्रपर च्यानलतर्फ लाग्नु भएको छैन होइन त्यो कारणले गर्दाखेरि चाहिँ अब कोल्याट्रल राख्नुपर्ने अब सानो अमाउन्ट चाहिएको छ 5 लाख 10 लाखको अमाउन्ट चाहिएको छ तर कोल्याट्रल राख्नुपर्छ भने उहाँहरूले त्यो चाहिँ सक्नुहुन्न होइन उहाँकै नाममा भए पनि सक्नुहुन्न सो त्यो अवस्थाहरूले गर्दाखेरि चाहिँ त्यो यहाँले भने जस्तो फर्मल च्यानलमा चाहिँ नआउनु भएको कारण चाहिँ त्यो मेजर कारण हो एउटा त त्यो भयो अर्को भनेको चाहिँ अब उहाँहरूलाई अवेरनेस पनि भएन कि होइन अब कमर्सियल ब्याङ्कबाट गर्दाखेरि के फाइदा हुन्छ त होइन किन त्यस्तो भइराखेको छ त अनि कमर्सियल ब्याङ्कमा त बेस रेटमा 2% कति भनेर दिइराख्नु भएको छ होइन वुमेनहरूलाई त्यो हुँदाखेरि पनि किन आइराख्नु भएको छैन त भन्ने चाहिँ हामीले सोच्न पर्ने चाहिँ त्यही नै छ के खास भन्ने हो भने अब एउटा त उहाँहरूलाई सहुलियतपूर्ण कर्जा हुनु पर्यो अर्को भनेको कोल्याट्रल फ्री हुनु पर्यो अनि इन्ट्रेस्ट रेट पनि हाई भइदिएन भने चाहिँ उहाँहरू आउनुहुन्छ पोलिसी लेभलबाट अब हाम्रो जस्तो सामाजिक हजुरको बेरियर्स र इकोनोमिक कन्डिसन लगायत नभइकन मात्रै हजुरको एजुकेसन लेभलका कुराहरू पनि यो सबैलाई एकै ठाउँमा राखेर हेर्दाखेरि पोलिसी लेभलबाट गर्न पर्ने बाँकी रहेको कुराहरू के छ त अहिलेसम्म गरे बाहेक अब ताकि महिलाको उद्यमशीलतालाई अझ बढी प्रोत्साहन होस् उहाँहरू अझ अगाडि आएर चाहिँ गर्नलाई चाहिँ सेफ फिल गर्नुहोस् अझ पनि पोलिसी लेभलमा अब भनौँ न पुगेकै छैन खास भन्ने हो भने गर्न त होइन अझै कति गर्न बाँकी नै छ हामीले भनौँ न अब सरकारी निकायले नै अब पार्लियामेन्टमा तोक्दाखेरि पनि 33% भनेर तोक्छ होइन विच इज रङ जस्तो लाग्छ किनभने हाम्रो त होइन 50% यदि पपुलेसन हामी हौँ भने त हाम्रो पनि त्यही लेभलको हुनु पर्यो नि त होइन अब किन फेरि कोटा किन राख्ने भन्ने कुरा आउँछ होला होइन त्यसमा अब जस्ट टु बी फेयर होइन फेयरली कसैलाई कुनै पनि चिजहरू एक्सेसेबल गराउनको लागि भनेर चाहिँ यो सिस्टम आएको हो होइन भोलिको दिनमा यसलाई चाहिँ हटाउँदै जाने हाम्रो सोच हो तर त्यो हटाउनुभन्दा अगाडि त त्यो पोलिसीले अनि प्रपर इन्भाइरोमेन्ट चाहिँ दिन जरुरी छ आवश्यक छ वुमेनहरूलाई होइन अनि बल्ल यो हाम्रो जुन क्वेसन आइरहेको छ कोटाको त्यो चाहिँ हटाउँदाखेरि सहज हुन्छ होला पोलिसी लेभलमा अब भन्न पर्दाखेरि विभिन्न पोलिसिजहरू बनेका छन् तर मैले अघि पनि भने कार्यान्वयनमा चाहिँ त्यति देखिँदैन होइन पोलिसी भनेको खालि डकुमेन्ट गर्नलाई मात्र होइन डकुमेन्टेसनबाट बाहिर आएर त्यसलाई इम्प्लिमेन्टेसनमा पनि लैजानु पर्यो यदि यो इम्प्लिमेन्टेसनमै जाँदो हो भने पनि 50% को क्वेसन्सहरू हाम्रो हामीले चाहेका कुराहरू चाहिँ पुरा हुन्थ्यो के तर त्यो इम्प्लिमेन्टेसनमै गएको छैन जस्तो कि चोबारमा जग्गा छ त्यहाँ गएर औद्योगिक ग्राम बनाए हुन्छ भनेर आयो होइन कुरा अब तर त्यो कसरी कसले पाउँछ कसले बनाउने होइन अनि कसरी बन्छ त्यो अनि त्यसको एक्सेस चाहिँ कसलाई हुन्छ त्यो महिलालाई मात्र हो कि पुरुषले पनि पाउने हो कि त्यो कुनै पनि खुलाएको छैन सो यस्ता पोलिसिजहरू चाहिँ थुप्रै छन् के जुन चाहिँ किताबमा लेखिएर रहेका पोलिसिजहरू छन् अब हामीले डिमान्ड गर्ने हो भने चाहिँ जस्तै हजुर हामी जो पनि छौँ रुट लेभलमा हामीले डिमान्ड गर्ने हो भने जो स्पेसिफिक रूपमा यो चाहिँ गरौँ भन्न सकिने स्थिति छ कि छैन जसले गर्दा चाहिँ एक्चुअलमै हजुरले जुन अघि नै भनिरहनु भएको छ इम्प्लिमेन्टेसनलाई पनि सहज होस् र व्यवसाय इकोनोमिक अब किनभने महिला व्यवसायहरू भनेर यत्रो लाखौँको सङ्ख्यामा भइसकेपछि त यसले हाम्रो देशको अर्थतन्त्रलाई पनि ठुलो टेवा पुर्याउँछ आर्थिक विकासलाई पनि सहयोग गर्छ उहाँहरूको आफ्नो इन्डिपेन्डेन्सको कुरालाई पनि सहयोग गर्छ भनेपछि एक दुईवटा कुरा ल हामीलाई चाहिँ यो चाहियो भन्न सक्ने कन्डिसनमा एक दुईवटा कुरा पोइन्ट आउट गर्न सकिने कन्डिसन छ त अहिलेलाई डेफिनेटली छ एउटा सबभन्दा ठुलो कुरा त हामीले अहिले आज पनि कति लामो टाइम कुरा गरिसक्यौँ होइन सहुलियतपूर्ण कर्जा चाहियो भनेर त्यो चाहिँ अब गभर्मेन्ट ब्याक्ड कुनै त्यस्तो किसिमको पोलिसीले नै लिएर आउन सक्छ भने त्यो चाहियो होइन जस्तो कि औद्योगिक ग्रामहरू बनाउनलाई भनेर चाहिँ पोलिसीमा अलरेडी आइसकेको छ होइन
त्यसलाई चाहिँ कार्यान्वयनमा जानको लागि महिला उद्यमी महासङ्घलाई पनि सपोर्ट हुने किसिमको कुनै किसिमले चाहिँ यसलाई इम्प्लिमेन्टेसन एक्सन प्लान बनाउने त्यो चाहिँ गर्न सकिन्छ होइन। त्यो भयो। अब मार्केट एक्सेसको लागि भनेर चाहिँ विभिन्न ठाउँमा प्रदर्शनहरू गर्ने, एक्जिबिसनहरू गर्ने, यी कुराहरू चाहिँ सरकारले पनि होइन लोकल गभर्मेन्टलाई तोक दियो भने यो वर्षमा यतिवटा चाहिँ औद्योगिक उत्पादनलाई चाहिँ बढावा दिनको निम्ति तिमीहरूले चाहिँ 2-3टा प्रादेशिक लेभलमा हुन्छ कि लोकल डिस्ट्रिक्ट लेभलमा हुन्छ त्यो चाहिँ एक्जिबिसनहरू गर्नुपर्ने त्यो नियम ल्याइदियो भने चाहिँ अझ बेटर हुन्थ्यो। अर्को भनेको चाहिँ सायद अहिले मन्त्रालयले उद्योग मन्त्रालयले चाहिँ निकाल्नु भएको छ 2 दिन चाहिँ नेपाली पोसाकै लगाउनु पर्ने या नेपाली प्रडक्ट नै प्रयोग गर्न पर्ने होइन। सो त्यो चाहिँ आई थिङ्क त्यो चाहिँ एकदमै कमेन्डेबल छ होइन। हामीले लामो टाइमदेखि भन्दै आएको हो, किनभने हामीले नै उत्पादनहरू प्रयोग गरेनौँ भने अरूले कहाँ गर्छ र एक्सपोर्टमा कहाँ जान सक्ने हुन्छ र होइन। अन्टिल एन्ड अनलेस हामीले प्रयोग गरेर हामीले त्यसमा सुझाव दिएर फिडब्याकहरू दिएर त्यसलाई बेटर बनाउँदै लिएर गएपछि न एक्सपोर्ट रेडी हुन्छ त्यो। सो त्यो चिजको लागि चाहिँ एक्सपोर्ट रेडी गराउनको निम्ति पनि हामीले हाम्रो प्रडक्टहरू चाहिँ उत्पादनहरू चाहिँ प्रयोग गरिदिनुपर्छ र एटलिस्ट हप्ताको 2 दिन भए पनि गऱ्यौँ भने चाहिँ त्यसमा ठुलो टेवा पुग्छ भन्ने चाहिँ हामीलाई लागेको छ। यस्तै किसिमका कुराहरू छन्। यो इन्ट्रेस्टिङ कुरा आएछ 2 दिन चाहिँ आफ्नै लोकल प्रडक्ट गर्ने भन्ने। तर अन द अदर साइड कसैले चाहिँ ओहो यो त हामीलाई जबरजस्ती गरेन पाइन्छ भन्ने जस्तो कुरो नि आउन सक्ला नि होइन। त्यो आउन सक्ला, तर यदि हामी साँच्चीकै हाम्रो उत्पादनलाई फोकस गर्न चाहन्छौँ होइन, हामीले यो भनेको छैन कि तपाईँको 7 दिनमा जम्मा 5 दिन तपाईँले अरू प्रडक्ट आफ्नो स्वइच्छाले चाहेको प्रडक्ट युज गरिराख्नु भएको छ भने नेपाली प्रडक्ट आफूले चाहेकै नेपाली प्रडक्ट युज गर्ने हो। इट डजन्ट मिन कि अब तपाईँको अब यही सामान नै किन्न पर्छ, नेपाली प्रडक्ट पनि आफ्नो होइन अब DFTQC पास पनि नभएको फुड प्रडक्टहरू खानुपर्छ भनेको होइन नि त। त्यो त राम्रो क्वालिटी भएको सामानहरू चाहिँ प्रयोग गरिदिनुहोस् भन्ने नै हो हाम्रो होइन। अनि कति प्रडक्टहरू ह्यान्डिक्राफ्ट्सहरू त्यस्तो क्वालिटी कन्ट्रोल भन्ने हुँदैन नि त त्यसमा त होइन। त्यस्तो प्रडक्टहरू हामीले घरमै युज गर्ने प्रडक्टहरू हामीले किन नेपाली युज नगर्ने त भन्ने त्यो हिसाबले हो। हजुर, पछिल्लो समय अलिकति यो महिला उद्यमशीलता अनि वुमेन इन वर्क प्लेस यी रिलेटेड कुरा गर्दाखेरि 1-2टा कुरो चाहिँ यो वर्क लाइफ ब्यालेन्सको पनि कुराहरू आउने गर्छ के, चाहे त्यो चाहिँ वर्क सेटअपमा होस् अथवा बिजनेस सेटअपमा होस्। एज अ वुमेन हजुरले भनिहाल्नुभयो हाम्रो सामाजिक परिदृश्य यस्तो छ कि घरको जिम्मेवारी अहिले पनि महिलाहरूलाई चाहिँ अलिकति बढी नै छ। यस्तोमा वर्क लाइफ ब्यालेन्स चाहिँ अब मैले अलिकति हजुरको पर्सनल पनि जोड्न खोजेँ। हाउ डु यु ब्यालेन्स योर वर्क लाइफ चाहिँ तपाईँको काम गर्ने यत्रो रुट लेभल मार्केटमा गएर तपाईँले महिला उद्यमशीलताको लागि एडभोकेसीहरू गरिरहनु भएको छ, क्यापेसिटी बिल्डिङ गर्दै हुनुहुन्छ। यो वर्क लाइफ ब्यालेन्स भन्ने कुरो के यो साँच्चीकै मिथ हो कि साँच्चीकै ब्यालेन्स पनि गर्न सकिन्छ यसलाई? यो ब्यालेन्स गर्न सकिन्छ। तपाईँको पार्टनर चाहिँ सही हुनु पर्यो अनि ब्यालेन्स चाहिँ हुन्छ। जस्तो मेरो घरमा चाहिँ मेरो हस्बेन्डले धेरै सपोर्ट गर्नुहुन्छ होइन। घरमा पकाउने कुरादेखि लिएर बच्चाको होइन एजुकेसनदेखि लिएर त्यसमा पनि ध्यान दिने। हामी चाहिँ म्युचुअल्ली दुवैजनाले मिलेर गर्छौँ। सो त्यो मिलेर गर्दाखेरि चाहिँ ब्यालेन्स आउट चाहिँ हुन्छ। अब ब्यालेन्स वर्क लाइफ ब्यालेन्स गर्ने भन्ने कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि धेरै अब साथीभाइहरूको अरूहरूको हेर्दाखेरि कस्तो लाग्छ भन्दाखेरि वुमेनहरूकोमा जान्छ क्या बढी वर्क लाइफ ब्यालेन्स चाहिँ। मेनहरूको चाहिँ ब्यालेन्स हुन्छ किन भन्दाखेरि उहाँहरूको त वाइफले मदरले फादरले ब्यालेन्स गरिदिनुहुन्छ के होइन। ऊ बाहिर काम गर्न गइरहेको छ, उसलाई त्यो इन्भाइरोमेन्ट दिनुपर्छ भनेर त्यो भइरहेको छ। अब वुमेनको केसमा चाहिँ उसले बाहिर गएर काम गर्ने भनेको घरको पहिला काम सिताएपछि बल्ल गर्ने हो भन्नेमा चाहिँ अझै पनि छ होइन। तर सिनारियो चेन्ज भइरहेको छ। अहिलेको यङ जेनेरेसनहरूमा चाहिँ चेन्जेसहरू आइरहेको छ जसमा चाहिँ हस्बेन्ड वाइफ दुवैले इक्वल्ली घरमा पनि काम गरिराख्नु भएको छ र बाहिर पनि गरिराख्नु भएको छ होइन। एउटा कारण चाहिँ कस्तो भन्दाखेरि अहिले चाहिँ फ्यामिली न्युक्लियर हुँदै गइसक्यो होइन। एक्ज्याक्टली। त्यो हुँदाखेरि चाहिँ त्यति हाउस होल्डमा हेल्प गर्ने मान्छेहरू पनि हुँदैन। सो
देयर इज नो वे कि अब हस्बेन्डले म गर्दिनँ भन्न पनि पाउने यु आर बाउन्ड टु गर्न पर्ने अवस्थाहरू छन् होइन सो त्यो हुँदाखेरि चाहिँ धेरै जसो अब जस्तो इभन रुरल एरियामा हेर्ने हो भने पनि अब मेनहरू बाहिर जानुभएको छ त्यही भएर वुमेनहरूलाई चाहिँ फुल्ली आफ्नो घर व्यवहार चलाउनलाई चाहिँ फुल्ली उहाँमाथि रेस्पोन्सिबिलिटी आएको अवस्थाहरू छन् होइन तर घरमै हुँदाखेरि पनि उहाँहरूले चाहिँ अब एग्रिकल्चर गरिराख्नु भएको छ भने वुमेनहरूले एग्रिकल्चरमा पनि सपोर्ट गरिराख्नु भएको छ क्या अब घर गराएपछि कामहरू त गर्नु नै हुन्छ प्लस एग्रिकल्चरको पनि काम गर्नुहुन्छ होइन सो त्यो बाहिर गएर काम गर्ने त्यो पनि छ इट्स नट लाइक कि अर्बन सेटिङमा मात्र वुमेनहरूलाई वर्क लाइफ ब्यालेन्स गर्न गाह्रो भन्ने होइन कि इभन रुरल सेटिङमा पनि छ होइन त्यो व्यापकै छ अब त्यसलाई पनि अहिले धेरै केयर इकोनोमी भनेर चाहिँ कुराहरू आइरहेका छन् होइन हाम्रो चाहिँ केयर इकोनोमीमा चाहिँ हामीले राम्रो इन्भेस्ट गर्नुपर्छ होइन अब जस्तो कि अहिले त सरकारी अफिसेसहरूमा जानुभयो भने बच्चाहरू हेरविचार गर्नलाई भनेर एउटा होइन सेटअपै गरिदिनु भएको अवस्थाहरू छ त्यसले पनि धेरै नै सपोर्ट गर्छ होइन किनभने महिलाहरू निर्धक्क भएर आफ्नो काम गर्न सक्ने हुनुभयो नि त होइन अफिसमा आउँदाखेरि पनि बच्चा छोडेर आउनु परेको खण्डमा चाहिँ एउटा मेन्टल प्रेसर भइरहेको छ कि केही भयो कि होइन काहीँ केही ऊ भएको छ कि खायो कि खाएन होइन अनि अफिसमै लिएर आएर सेटअप त्यो किसिमको छ भने त आफूले टाइम एन्ड अगेन चेक गर्न मिल्यो होइन सो त्यो ढुक्क भएर चाहिँ उहाँहरू काम गर्न सक्नुहुन्छ आई थिङ्क त्यस्तो वातावरण चाहिँ आवश्यक हुँदै गइसक्यो अहिलेको जेनेरेसनलाई स्पेसली न्युक्लियर फ्यामिली अझ झन् हस्बेन्ड वाइफ मात्र बस्ने पनि फ्यामिलीहरू हुन थालिसके होइन त्यो केसेसमा चाहिँ अब चाहिँ राज्यले पनि सोच्नुपर्ने अवस्था चाहिँ देखिन्छ अब यही सिनेरियोलाई हामीले चाहिँ अघि नै जुन कुरा गरेका छौँ हाम्रो ग्रामीण भेगको वुमेन एन्टरप्रेन्योर्स जसले चाहिँ एमएसएमई साना साना व्यवसाय सञ्चालन गर्नु हुँदैछ उहाँहरूलाई प्रोजेक्ट गर्दाखेरि चाहिँ त्यो अक्षरशः चाहिँ हाम्रो म्याच हुन सक्ला कि किनभने हजुरले नै भन्नुभएको छ मार्केट नै आफैमा च्यालेन्जिङ छ वुमेनहरू बाहिर गएर चाहिँ एउटा सर्टेन अघि नकै भनेअनुसार पनि आफ्नो कम्फर्ट जोनको बिजनेसमा बढी लागिरहनु भएको छ अब यो ब्यालेन्स र अनि बिजनेस एक्सपान्सनलाई हेर्दाखेरि त्यहाँ पनि यत्तिकै सहज होला त यो सहज त केही पनि कुरा सहज हुँदैन होइन गाह्रै छ वर्क लाइफ ब्यालेन्स गर्ने भन्दैमा हामीले बोल्दैमा ब्यालेन्स हुने पनि होइन होइन अब अवेरनेस दिँदैमा मान्छे अवेर हुँदैमा त्यो चिज लागु नै गर्छ भन्ने पनि जरुरी छैन होइन च्यालेन्जिङ छ धेरै नै अब भनौँ न गभर्मेन्ट सेक्टरमा पनि त्यो भनौँ न राखिदिनु भएको छ अब चाइल्ड केयरको लागि भनेर होइन त्यो राखिदिनु भएर मात्र पनि उहाँको एफिसियन्सी बढ्छ भन्ने होइन होइन अनि त्यसपछि अब अहिले त प्याटर्निटी लिभहरू पनि दिइरहेको अवस्था छ होइन अर्बन सेटिङमा विभिन्न सङ्घ संस्थाहरूले चाहिँ त्यो चाहिँ नियम लागू गरिराख्नु भएको छ होइन तर अब पुरुषले पाउने त 15 दिन 20 दिन यति न हो होइन सो त्यति दिनले उनीहरूलाई पुग्छ त भन्ने पनि क्वेसन आउला नि त होइन किनभने वाइफलाई सपोर्ट गर्नलाई भनेर दिएको हो नि त त्यो होइन सो त्यो हुँदाखेरि चाहिँ त्यस्ता कुराहरू चाहिँ अझै छन् अझै एकदमै सहज रूपमा त्यो इम्प्लिमेन्ट भएर काम गर्न सक्ने माहौल हुन्छ भन्ने चाहिँ अहिलेको टाइमसम्म चाहिँ छैन तर पहिलेको हेरी चाहिँ धेरै भइसकेको अवस्था छ हजुर पछिल्लो समयमा धेरै संस्थाहरूले चाहिँ हजुरको ग्रामीण भेगमा पनि क्यापेसिटी बिल्डिङका हजुरहरूकै संस्था लगायतले गरिरहेको र सङ्ख्यात्मक रूपमा पनि वृद्धि भइरहेको यी सबै हेर्दाखेरि म एकदम आशावादी छु कि वुमेन एन्टरप्रेन्योरसिपको केसमा यो बिजनेसमा वुमेनहरूको कन्ट्रिब्युसन चाहिँ अझ बढ्नेवाला छ हजुरले यो सबै कुरालाई चाहिँ समष्टिगत रूपमा भन्दाखेरि कोही नयाँ आउन चाहन्छ जो न्यू हजुरको फ्रेस ग्रेजुएट्स होलान् अथवा चाहिँ भर्खरको यङ गन्सहरू होलान् जसलाई चाहिँ म केही गर्छु भन्ने आफ्नै क्षेत्रमा गर्छु अथवा मेरै लगानीमा गर्छु भन्ने छ उहाँहरूलाई चाहिँ यो ओभरअल बिजनेस इन्भाइरोमेन्टको बारेमा अथवा यहाँ आउनलाई प्रोत्साहन गर्नलाई अथवा नआऊ भन्नलाई अथवा एउटा मेसेज चाहिँ के छ त उहाँहरूको लागि आफ्नै देशमा पढेर लेखेर अब विदेशमै गएर पढेर लेखेर आउनुभएको छ भने पनि हाम्रो देशमा पनि धेरै अपर्च्युनिटिजहरू छन् अहिले त अब सरकारले पनि स्टार्टअप लोनको कुराहरू लिएर आइराख्नु भएको अवस्था छ होइन त्यसमा चाहिँ यदि यहाँहरूको आइडिया इनोभेटिभ छ
राम्रो छ र लङ टर्म सस्टेनेबल किसिमका व्यवसायहरू गरिराख्नु भएको छ भने चाहिँ यहाँहरूले पनि त्यो स्टार्टअप लोन पाउने सम्म चाहिँ पुग्न सक्नुहुन्छ होइन। त्यो हुँदाखेरि चाहिँ अहिले नीति नियमहरू पनि धेरै एन्टरप्रेन्योरल नियमहरू कानुनहरू पोलिसिजहरू आउँदै गरेको अवस्थामा चाहिँ धेरै आशावादी नै छ यो सेक्टर। सो यङ जेनेरेसनहरूलाई चाहिँ आफ्नो आइडियाजहरू केही नयाँ छन् इनोभेटिभ कुराहरू केही लिएर आउँदै हुनुहुन्छ भने चाहिँ म चाहिँ यहाँहरूलाई धेरै धेरै बेस्ट विसेस पनि दिन चाहन्छु। र अहिलेको सिनारियो अहिलेको सरकार चाहिँ धेरै पोजिटिभ हुँदै गइसकेको छ उद्यमशीलतालाई लिएर। सो एकदमै एन्करेजिङ टाइम छ। दिस इज द राइट टाइम टु स्टार्ट भन्ने चाहिँ मलाई लाग्छ। अब समग्र रूपमा अब आर्थिक रूपमा रूपान्तरणहरूका कुरा भइरहन्छ, एमएसएमइजको पनि डेभलपमेन्टका कुरा गरिरहेछ, ब्याङ्कले चाहिँ त्यो क्षेत्रमा लगानी गर्न पनि बढाइरहेछ। सो हामी पनि आशावादी छौँ आगामी दिनहरूमा पनि एकदमै जुन एमएसएमइज र विशेष गरी महिला वुमेन लेड र वुमेन ओन्ड भनेर जुन हुन्छ त्यो चाहिँ अझ बढ्दै जाओस् भन्ने हाम्रो आशा पनि छ। अन्त्यमा समष्टिगत रूपमा हजुरलाई यो महिला उद्यमशीलताको विषयमा अथवा जुन ओभरअल एमएसएमइजको विषयमा केही हाम्रो भ्युअर्सहरूलाई अन्तिम मेसेज केही दिनुहुन्छ भने प्लिज। हजुर, हाम्रो अब अध्यक्षज्यूले पनि भन्नुहुन्छ जहिले पनि र म त्यसलाई नै दोहोऱ्याउन चाहेँ, स्वदेशी खाउँ स्वदेशी लाउँ, स्वदेशी उद्यमशीलतालाई बढावा दिउँ। यही नै हो, किनभने जबसम्म हामीले हाम्रो स्वदेशी उत्पादनहरू प्रयोग गर्दैनौँ तबसम्म हाम्रो उत्पादन चाहिँ माथिल्लो लेभलमा पुग्दैन, त्यो क्वालिटी लेभलमा पुग्दैन। त्यही भएर त्यसलाई पुर्याउन पनि र आफ्नो इन्टरनल भनौँ न आफ्नो इन्टरनल उत्पादनलाई बढाउन पनि हामीले चाहिँ हाम्रै उत्पादनहरू चाहिँ सर्वप्रथम प्रयोग गरौँ भन्ने चाहिँ म यहाँहरूलाई सुझाव दिन चाहेँ। एकदम धन्यवाद म्याम हजुरको एकदम अमूल्य समयको लागि र यो ग्लोबल आइएमई पोडकास्टमा हजुरको विचार धारणा राखिदिनु भएकोमा यो हाम्रो तर्फबाट हजुरलाई एउटा सानो मायाको चिनो चाहिँ मैले हस्तान्तरण गर्न चाहेँ, यो स्वीकार गरिदिनु होला। हजुर धन्यवाद। यहाँको पोडकास्टमा आएर आफ्नो विचार राख्न पाएँ त्यसको लागि पनि एकदम धेरै धेरै धन्यवाद छ। हस्, थ्याङ्क यू। हस्, थ्याङ्क यू।